एकचोटि मैले एउटा मान्छे जसले कालापानी प्रोजेक्ट लिब्याद्वारा नेपालको नक्सामा समेटिएकोमा त्यो विरुद्ध हलाहल कालकोट बिस ओकल्ने कुनै नागकन्या सांसदले हरकत गरिन् पार्लियामेन्टमा पनि। बिस कन्या नागकन्या। अनि मलाई चाहिँ त्यतिखेर साइबरमा उजुरी हालेर केस लगाएर थुन्नी ती सांसदको योजना कसरी विफल भयो भने अब होल भिडियोमा मैले बोलिदिएको छु, उनको नामै छैन। अनि त्यसपछि उनी कानुन पढेको मान्छे, उनलाई उनका अरू लिगल एक्सपर्टहरूले पनि सल्लाह दिएछन्। त्यो बिस कन्या, त्यो किच कन्या, त्यो नाग कन्या म नै हो भनेर अदालतमा तपाईँले भन्नुपर्ने हुन्छ। नत्र यहाँ तपाईँलाई त भनेको छैन, शीर्षक बनाउनेले बनायो होला, त्यहाँ तपाईँको नाम त छैन नि। मैले उनको नाम ल्याएको थिइनँ क्या। त्यहाँ चाहिँ तपाईँको वाग चतुर्यता चातुर्यता चाहिँ त्यहाँ देखियो।